माननीय सदस्य डाक्टर लेखजङ थापा राख्नुहोस् आफ्नो कुरा। सम्माननीय सभामुख महोदय, लुम्बिनीको प्रवेशद्वार बेलैया नाका र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सिद्धार्थनगरमा फोहोर व्यवस्थापन करिब 2 देखि 3 महिनादेखि गम्भीर सङ्कटको रूपमा रहेको छ। अहिले हालै मनसुन सुरु हुन लागेको बेलामा अव्यवस्थित फोहोरको कारण डेङ्गी, डायरियल डिजिजेस, टाइफोइड लगायतका सरुवा रोगहरू फैलिने जोखिम बढ्दै गएको छ। हामी सबैलाई थाहा छ, हेल्थ इज नट एभ्रिथिङ, बट विदाउट हेल्थ एभ्रिथिङ एल्स इज नथिङ। त्यसले गर्दाखेरि अहिले हुन लागेको यो हेल्थको जुन जोखिम छ त्यो चाहिँ साह्रै नै भयानक हुने अवस्थामा देखिएको छ। यसले जनस्वास्थ्य मात्र होइन, पर्यटन र नेपालको अन्तर्राष्ट्रिय छविलाई समेत प्रभावित गरिरहेको छ। नगरपालिकासँग पर्याप्त सरकारी जग्गा छैन। एडिबीको लगभग 36 करोड रुपैयाँको सहयोगमा रोहिणीमा फोहोरलाई मोहोर परियोजना अघि बढाइए पनि विभिन्न विवादका कारण सफल हुन सकेको छैन। काठमाडौँको फोहोर व्यवस्थापनमा देखिएको नेतृत्व र समन्वय जस्तै सिद्धार्थनगरको यस दीर्घकालीन समस्याको दिगो समाधान खोजियोस् भनी नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु।